नमस्कार तपाईँ सबैलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल अनि फेसबुकमा। अब एनपिएल सिजन 2 पनि सकियो। अब हाम्रो अपकमिङ प्लानिङहरू के छ त? अब हामी क्रिकेट फ्यान्सहरूको अब आउने योजनाहरू, अब आउने अपकमिङ टुर्नामेन्टहरू, हाम्रो सिरिजहरू, अब हाम्रो के छ त? अब हाम्रो अपकमिङ्सहरू भनेको विषयमा म कुराहरू गर्न गइरहेको छु। लाइक गर्नु होला भिडियोलाई। र अब हामी जाम अब अपकमिङ हाम्रो लागि सबभन्दा इम्पोर्टेन्ट भनेकै नै आइसिसी मेन टी20 वर्ल्ड कप, जो इन्डिया र श्रीलङ्कामा संयुक्त रूपमा हुँदैछ। हाम्रो सबै म्याचेसहरू एउटै स्टेडियममा, इन्डियाको मुम्बई महाराष्ट्र वानखेडे स्टेडियममा एउटै भेन्यूमा नेपालको 4वटा म्याच दिएको छ। यसको लागि पनि आइसिसीलाई धेरै धेरै बधाई दिन चाहन्छौँ। अब हाम्रो एउटै गुनासो, एउटै चाहना छ, नेपालले यो वर्ल्ड कपमा खेल्ने 15, 17, 18 जनाको स्क्वाड अनाउन्समेन्टको पर्खाइमा छौँ हामी फ्यान्सहरू। अब यो स्क्वाडमा त को पर्लान्? त्यही पहिलेकै खेलाडीहरू, भुर्तेल, आसिफ, कुशल मल्ल लगायतका, ललित राजवंशी लगायतकै टिमहरू पठाउने हो कि कुनै नयाँ चेन्जेस गरेर पठाउने हो कि? त्यो विषयमा भने हामी एकदम फ्यान्सहरूलाई खुल्दुली एकदम गुनासो पनि भइरहेछ र यो हुनु पनि जरुरी हो। किनभने यो इम्पोर्टेन्ट टुर्नामेन्टमा हामीले जो फर्ममा छन्, जसले राम्रो गर्न सक्छ, जसले त्यो रिजल्ट आफ्नो पक्षमा ल्याउन सक्छ भने त्यस्ता प्लेयरहरूलाई हामीले टिममा चान्स पनि दिनुपर्छ, मौका पनि दिनुपर्छ। अब टिमकै कुरा गर्ने हो भने हाम्रो मेन टिममा मेन टिममा खेल्ने कुनै पनि प्लेयरको चाहिँ यो एनपिएल सिजन 2 को प्रदर्शनको हिसाबमा कम्पेयरिङ गर्ने हो भने कुनै पनि प्लेयरहरू छैनन्। सबैले बाहिर राख्नुपर्छ जस्तो लाग्छ। तर त्यस्तो गर्दाखेरि पनि हुँदैन, हामीलाई मजबुरी छ। किनभने इन्टरनेसनल एक्सपोज र एक्सपिरियन्सको आधारमा पनि तिनीहरूलाई टिममा राख्नुपर्ने जरुरी देखिन्छ। भनेपछि अब हामीले पुरैको पुरै स्क्वाड चेन्ज नगरे पनि 3-4 जनालाई चाहिँ हामीले चेन्ज गर्न सक्यौँ। यो एनपिएल सिजन 2 को थ्रुबाट उहाँको प्रदर्शन, बलिङ, ब्याटिङ, अलराउन्डर प्रदर्शनले गर्दा उहाँबाट थ्रु गरेर हामीले चाहिँ स्क्वाडमा अनाउन्समेन्ट गर्न सक्नेछौँ भन्ने हामी फ्यान्सहरूको चाहना छ। र यो होला पनि, सायद हुन्छ हुँदैन त्यो समयको हातमा छ, तपाईँ हाम्रो हातमा छैन। अब नेपाल क्रिकेट सङ्घ र सेलेक्टर कमिटीले कुन प्लेयरलाई चान्स दिने हो त्यो अब हेर्न नै बाँकी नै छ। अब त्योभन्दा वर्ल्ड कपभन्दा पहिला पनि अब नेपालले सिरिज गर्नेवाला छ जनवरीको मन्थमा। त्यो सिरिज सकेपछि सायद अनाउन्समेन्ट गर्छ होला वर्ल्ड कप खेल्ने टिमहरूको 17-18 जनाको कति हुन्छ। अब हामी सरस्वती लागौँ यो एनपिएल सिजन 2 को प्लेयरबाट कुन प्लेयरहरूले चाहिँ वर्ल्ड कप स्क्वाडमा चाहिँ दावेदार बन्न सक्छ। मेरो हिसाबमा म आफ्नो बारेमा भन्दैछु, तपाईँको आफ्नो छ भने कमेन्टमा गर्नु होला। मैले नम्बर 1 मा लिन चाहेँ शेर मल्ल। शेर मल्लले सिजन 1 पनि राम्रै खेलेका थिए र सिजन 2 पनि उहाँले राम्रै खेलेका थिए। उहाँको त्यो स्पिन, म्याजिकल्ली जादु, उहाँको त्यो बलिङ, जस्तो सुकै टिमलाई पनि उहाँको बलरले उहाँको त्यो लाइन लेन्थ पर्फेक्ट बलिङले गर्दाखेरि एकदम धरापमा पाइरहेको थियो। जुनसुकै टिमको ब्याटिङलाई पनि उहाँले त्यस्तो धरापमा पाइरहेको थियो। उहाँको बलरको हिसाबमा गर्ने भने एकदम क्वालिटी बलिङ गर्नुहुन्छ उहाँले। सिजन 1 मा जनकपुरबाट खेल्नु भएको थियो र सिजन 1 मा उहाँले उपाधि पनि जिताउनु भएको थियो जनकपुरलाई। त्यतिखेर पनि उहाँको श्रेय रहेको थियो। सिजन 2 मा भने जनकपुर बोर्ड्सले उहाँलाई रिलिज गरिदिएपछि नयाँ टिममा जोडिनु भयो, लुम्बिनी लायन्समा जोडिनु भयो र त्यहाँ पनि उहाँको त्यस्तो योगदान रहेर च्याम्पियन बनाइदिए लुम्बिनी लायन्सलाई सिजन 2 मा पनि। भनेपछि उहाँ यो वर्ल्ड कपको स्क्वाडमा चाहिँ हुनुपर्छ भन्ने दावेदारीमा नम्बर 1 मा पर्छन् मेरो नजरमा। नम्बर 2 मा राखेँ मैले बसिर अहमदलाई।
बसिर अहमदी भनेपछि उहाँ मेन टिममा नखेलेको त होइन, उहाँले कहिलेकाहीँ मेन टिममा पनि खेल्ने गर्छन् र उहाँको यो फर्महरू भने कहिले आउने कहिले जाने भइरहँदाखेरि उहाँले निरन्तर रूपमा मेन टिममा चान्स नपाए पनि कहिलेकाहीँ उहाँले सिरिजहरूमा नेपालको ए टिममा पनि उहाँले खेल्ने गरेका छन् र मेन टिममा खेल्ने प्लेयरको कम्पेरिङको हिसाबमा हेर्ने हो भने उनीहरूभन्दा बसिर अहमदको धेरै राम्रो छ पर्फर्मेन्स, ब्याटिङ बलिङ र उहाँको यो अलराउन्डर प्रदर्शन उहाँको धेरै राम्रो छ। त्यसैले पनि यो स्क्वाड अनाउन्समेन्टमा चाहिँ उहाँको नाम हुनुपर्छ भन्ने मेरो दावेदारी हो र उहाँ 2 नम्बरमा पर्छ। 3 नम्बरमा राख्छु म अविनाश बोहरा। अविनाश बोहरा फास्ट पेस बलर, योकर किङ्स पनि भएर हामी बुझ्न सक्छौँ हामी नेपाली फ्यान्सहरू। र उहाँको बसोबास अस्ट्रेलियामा भए पनि उहाँले एनपिएल खेल्नको लागि नेपाल आएका थिए र नेपालमा एनपिएलमा उहाँले चर्चा नै कमाइसकेका छन्। उहाँले एकदम शानदार बलिङ, उहाँको पनि डेथ ओभरमा हेर्ने हो भने उहाँको डेथ ओभरमा बलिङ पर्फेक्ट लाइन लेन्थ एकदम राम्रो छ। उहाँको पनि 16वटा विकेट छ उहाँले लगेको भनेपछि उहाँ पनि यो टिमको दावेदार हुँ भन्ने सङ्केत उहाँले पनि देखाइसक्नु भएको छ। भनेपछि अब मैले नम्बर 4 मा राखेँ नन्दन यादव। नन्दन यादव पनि मेन टिममा त खेलेकै हुन्, तर पनि उहाँको प्रदर्शन, उहाँको पनि डेथ ओभर धेरै राम्रो भएको हुँदा उहाँले पनि यो एनपिएल 2मा राम्रै बलिङ गरेका हुन् र राम्रै उहाँको पनि एभरेज हेर्ने हो भने राम्रै छ। त्यसैले पनि उहाँलाई पनि यो स्क्वाडमा अनाउन्समेन्ट गर्नुपर्छ भन्ने मेरो दावेदारी हो। अनि मैले राखेँ अर्को विकल्प के हुनसक्छ भन्दाखेरि पुरै टिमको स्ट्रक्चर हेर्दाखेरि पनि कहिलेकाहीँ बायाँ हाते फास्ट मिडियम पेसर बललाई पनि चान्स दिनुपर्ने हुन्छ, किनभने कुनै ब्याट्सम्यानहरू यस्तो पनि हुन्छन् लेफ्ट ह्यान्डेड मिडियम फास्ट पेसर बलरलाई खेल्नको लागि अलिकति उसलाई डिफिकल्टी हुने भएको हुँदाखेरि पनि हामीले कतै रिजन ढकाल अथवा अर्थात् प्रतीश जीसीलाई पनि हामीले स्क्वाडमा अनाउन्समेन्ट गर्नुपर्छ भन्ने मेरो धारणा हो। अब त्यही नै हो। अब त्यो स्क्वाड अनाउन्समेन्ट गर्ने त अब सेलेक्टर कमिटीले हो, हामीहरू त होइन, तपाईँहरूको हाम्रो गुनासो मात्र हो। तर हामीले भने जस्तै होस् र हामीले चाहे जस्तै होस् र यो पालि भने केही नयाँ होस्। अर्को कुरा म एउटा ब्याट्सम्यानलाई लिन बिर्सेँ। अब हाम्रो मेन टिममा ओपनिङहरू त्यति खासै चल्न पनि सकिरहेको छैनन्, धेरै स्ट्रगल गरिरहेछन्, रनहरू नजोड्ने पावर प्लेमा। हाम्रो टिमहरू कहिले मिडल अर्डरमा गएर फस्छ, कहिले लो अर्डरमा गएर फस्छ। त्यसैले पनि हाम्रो विनोद भण्डारीलाई पनि म मेन टिममा राख्न चाहन्छु, किनभने उहाँको एनपिएलको उहाँको प्रदर्शन हेर्ने हो भने सबभन्दा हाइएस्ट स्कोर थियो उहाँको। तर फाइनलमा यदि उहाँले अझै 20-40 रन जोडिदिएको भए चाहिँ उहाँले पनि कार विनर पनि उहाँ पनि हुनुहुन्थ्यो। तर दुर्भाग्यवश उहाँ नकआउट हुनुभयो फाइनलको म्याचमा। त्यसैले रोहित पौडेलले चाहिँ सबभन्दा नेपाली प्लेयरमा हाइएस्ट रन स्कोरर उहाँ हुनुभएको थियो, उहाँले कार पाउनु भयो। तर यो हिसाबमा मैले भन्ने हो भने विनोद भण्डारीलाई पनि नेपालको मेन टिममा चान्स दिनुपर्छ भन्ने मलाई लागिरहेछ र उहाँले पनि अन्तर्वार्तामा भन्नुभएको थियो यदि मेन टिममा पर्ने चान्स छ भने, मेन टिममा पर्न सकिन्छ भने यो एनपिएलको प्रदर्शनबाट लिइन्छ भन्ने के ग्यारेन्टी। मैले पिएम कपमा पनि मैले राम्रै खेलेको हुँ, गत सिजनको एनपिएल 1मा पनि मैले राम्रै रनहरू बनाएको थिएँ, राम्रै प्रदर्शन भएको, तर पनि मलाई क्याम्पमा समेत मलाई चान्स दिएको थिएन। यो खेल खेलेर मेन टिममा पर्छ पर्दैन भन्ने कुनै पनि ग्यारेन्टी छैन। आफ्नो टिमलाई जिताउने हो, आफूले राम्रो खेल्ने हो, गुड क्रिकेट खेल्ने हो भनेर चाहिँ उहाँले यो स्टेटमेन्ट दिइसक्नु भएको छ र उहाँको यो स्टेटमेन्टले तपाईँ हामी सबै नेपाल क्रिकेट क्यान र सेलेक्टर कमिटीको पनि ध्यान जानुपर्छ भन्ने लाग्छ। र यो हो मेरो प्रपरली यो एनपिएलबाट हुने 5 जना वर्ल्ड कपमा दावेदारहरू मेरो आफ्नो र तपाईँको आफ्नो पनि, तपाईँ आफ्नो पनि बनाउनु होला र तपाईँको कसले यो वर्ल्ड कपमा चान्स पाउनुपर्छ, कसको प्रदर्शन राम्रो छ भनेर आफ्नो प्रदर्शन यो एनपिएलको
हिसाबमा तपाईँ आफ्नो दावेदारहरू कमेन्टमा लेख्न नबिर्सिनुहोला र भिडियोलाई हेर्दै गर्नुहोला, लाइक गर्दै गर्नुहोला, युट्युबमा सब्सक्राइब र फेसबुकमा फलो पनि अवश्य गर्नुहोला। हामी यस्तै क्रिकेट सम्बन्धी भिडियोहरू चाहिँ लिएर आउने नै छौँ र यदि तपाईँ साँच्चै नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ भने, नेपाली क्रिकेटलाई फलो गर्नुहुन्छ भने क्रिकेट सम्बन्धीका भिडियोहरू लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो गरिदिनु होला। फेरि म अर्को भिडियोमा नयाँ विषयवस्तु लिएर आउने नै छु। अहिले भने छुट्टिन्छु। जय नेपाली क्रिकेट, जय नेपाल, जय एनपिएल। सी यू।